ल है गाइज, दसैँ स्पेसल खसी पाक्दैछ। तपाईँले के कसरी पकाउनुहुन्छ? मैले चाहिँ यसरी पकाउँछु है साथीहरू। प्याज हाल्नुहोस् न, प्याज मजासँग काटेर झट्ट लसुन पनि हाल्ने यसमै। त्यसपछि के हाल्ने? यो हाल्ने। त्यसपछि खुर्सानी हाल्ने। त्यसपछि तपाईँको थोरै मात्रामा है फेरि। त्यसपछि यो आयो। त्यसपछि तपाईँको तेजपत्ता आयो। तेजपत्ता आइसकेपछि तपाईँको त्यसपछि यो आयो। यसमा चाहिँ सबै मसला मिक्स हुन्छ। भित्र मसला हुन्छ, यो खोल्नुहुन्न, यस्तै हाल्नुपर्छ। त्यसपछि तपाईँको बेसार, बेसार हाल्ने। बेसार हालिसकेपछि सङ पाउडर हाल्ने। त्यसपछि धनिया पाउडर हाल्ने। त्यसपछि मसला कति छ। त्यसपछि जिरा पाउडर हाल्ने। त्यसपछि के हाल्ने? हल्का तेल हाल्ने, हल्का थोरै। ओके। त्यसपछि अब के गर्ने भनेपछि मजासँग मेरिनेट गर्ने, मिक्स गर्ने। मजासँग मिक्स गरेर अब आधा घन्टा छोपेर राख्ने। ल गाइस, ह्याप्पी दसैँ सबैजनालाई। सबैको दसैँ शुभ रहोस्। मैले चाहिँ अब रेडी हुँदैछ खाना। त्यसपछि मैले थोड़ा हल्का जिरा एड गरेँ। यता तेल पनि रेडी छ। ज्वाइन हाल्ने, सबै ट्याग हाल्ने तेलमा। खसी स्पेसल बब्बाल हुन्छ, बब्बाल गाइस। खसी आज बब्बाल हुन्छ, बब्बाल। दुईजनाले सकेर भ्याउनु सक्दैन होला। खाने भए गाइड आउनु है, आउनु। मैले चाहिँ यसरी पकाउँछु। अब हजुरहरूले कसरी पकाउनुहुन्छ होला। मलाई चाहिँ यस्तो साह्रै मनपर्छ। यसरी पकाउँदाखेरि मिठो, साह्रै मिठो हुन्छ। मासु मजासँग भुटिसकेको छ। 10-15 मिनट जति मासु भुट्नु। त्यसपछि यो फुटेको मसला, यसमा अदुवा छ, खुर्सानी छ, लसुन छ, यो हाल्ने। यसलाई मजासँग भुट्ने। मजासँग भुटिसकेपछि हल्का नुन स्वादअनुसार एड गर्ने। त्यसपछि टमाटर हाल्ने। मजासँग लगाउने। गाइस, मासु राम्रोसँग भुटिसकेको छ। अब त्यसमा यो मिट मसला हाल्ने झट्ट। त्यसपछि थोरै गरम मसला एड गर्ने।
मजासँग चलाउनु। ल है साथीहरू, फाइनल्ली खसीको मासु रेडी छ। टोटनिया अब मजासँग खाने। ल हजुर, हाम्रो त दसैँ यस्तै हो। चट्ट खसीको मासु, बासमती राइस, बस सलाद। ल ल म त लाग्यो है खान। ल है सबैजनालाई ह्याप्पी दसैँ। कस्तो छ मासु? मिठो छ? फर्स्ट क्लास। भात त घाँटीमा छिर्दैन। किन? लामो भयो। लामो भएर? बासमती भएर हो, बासमती भएर गाइज। कहिलेकाहीँ खानुपर्छ हो यस्तै। ओ